आज म हाम्रो भात खानका लागि धान चाहियो। धान खेतीको माझमा म यो भिडियो बनाइरहेको छु। यो मोरङको खोलापरासी टोल नेग्रोलिया गाविस भनिन्थ्यो पहिला। यहाँ चाहिँ हाम्रो 2 बिघा धान खेत रहेको छ। म धान खेतको माझमा यो भिडियो बनाइरहेको छु। आज अचानक यो खेतमा आएर यसो हेरिरहेका छन्। धान भर्खर पसाउन लागेको रहेछ अनि यो दालहरू पनि रोपेको रहेछ। त्यो पर बाँस गाडीदेखि यता पर्छ, यो माथिल्लो बाँस गाडीदेखि तलतिर, अनि यो रुखदेखि यता तल्लोपट्टि यहाँ पहिला एउटा सानो गोठ थियो, घरेरी थियो, अनि यो पल्लो जमिन रुखदेखि यता सो गरेर यहाँ धान खेती है। धान खेती, धान अब चाहिँ यतै यसो खेती गरेर बस्नुपर्छ भन्ने जस्तो पनि लाग्दैछ। धान गोडेको रहेनछ। आजको यात्रा हाम्रो धान खेती